कि आउने चुनाव न कांग्रेस एमालेसँग मिलेर लड्छ न माओवादीसँग मिलेर लड्छ, अरु पनि मिलेर नलडौन् भन्ने हाम्रो चाहना रहन्छ। तर मिलौँ, हामी एक्लै लड्छौँ। सुमा दिनुभएको छ, विश्वास गर्नुस्, हामी यसलाई सम्हालेर लिएर जान्छौँ। हामी आक्रोश निराशालाई छिर्दै छिर्दै लिएर जान्छौँ। तलदेखि माथिसम्म पार्टीको सबै साथीहरू एकजुट भएर एउटा दिशामा हेर्नुपर्नेछ। तल संगठनको कुरा तपाईहरुले सम्हालिदिनु भएको छ, थप सम्हालिदिनु होला। महिला योद्धाहरूलाई सम्झिन्छु र उहाँलाई सम्झिरहेको यहाँ तल बस्नुभएको सबै मेरो आमाहरू, दिदीहरू, बहिनीहरू सबैलाई नारी दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्छु। उहाँहरू जति सम्मानित हुनुहुन्छ, तपाईहरु तल आज आउनुभएको पनि त्यति नै सम्मानित हुनुहुन्छ। मलाई कहिलेकाहीँ कसैले सोध्छ, तैले जीवनमा सबैभन्दा बढी प्रभाव परेको एक व्यक्तिको नाम लिनु पर्यो भने कसको लिन्छस् भनेर सोध्दै गर्दा मैले 1000 ठाउँ भनेको छु। एक क्षण पनि नसोचिकन भन्छु, म मेरो आमाको नाम लिन्छु। मेरो आमाले पढ्नु भएको छैन, पढ्न पाउनु भएन। पहाड सोलुखुम्बुमा जन्मनु भएको, बसाइसराई गरेर काठमाडौँ आउनुभयो। तर मेरो आमाले पढ्न नपाए तापनि त्यो आफ्नो पढाइको सारा भोग तिर्खा म मार्फत कसरी मेट्नु भयो भन्ने कुरा मैले नजिकबाट देखेको छु। आमाको एउटा घरमा, परिवारमा, व्यक्तिहरूको जीवनमा पार्ने प्रभाव त्यसको कोहीसँग पनि तुलना हुँदैन। मेरो दुईटा छोरीहरू अहिले आमा बासँगै बसेर हामी हुर्काइरहेका छौँ। मेरो छोरीहरू हुर्काउँदै गर्दाखेरि मेरो श्रीमती पनि काम गर्छिन्, पेसाले चिकित्सक छिन्। त्यो तर काम गर्दै गर्दा म पनि छोरीहरू हुर्काउने कुरामा त्यतिकै सहभागी छु। तर मेरो श्रीमतीले छोरीहरूको जीवनको मूल्यमा पारिरहेको प्रभावसँग म तुलनै गर्न सक्दिनँ। यो मातृशक्तिसँग कसैको पनि तुलना हुँदैन। र जहाँ मातृशक्तिको सम्मान हुँदैन, न त्यो घर पवित्र हुन्छ, न त्यो घर समृद्ध हुन्छ, न त्यो पार्टी, न समाज, देश के पनि हुँदैन। त्यसले आजको दिनले एकपटक फेरि हामीलाई स्मरण गराउने, आजको दिन मात्र सम्झेर पुग्ने होइन। आजको दिनले फेरि एकपटक मातृशक्तिको ताकत के हो भन्ने कुरा सम्झाउने हो। आमाको स्नेहको, त्यसको मूल्य के हो भन्ने कुरा सम्झाउने। त्यसले आज एकपटक देशभरिका तमाम आमाहरूलाई सम्झन्छु। तपाईहरुसँग जो यहाँ आउनु भएको छ, तपाईँ कतिले पढ्न पाउनु भएको होला, कतिले पढ्न नपाउनु भएको होला, कतिका छोराहरू बाहिर काम गर्न गएका होला। तर त्यो सबै दुःख बिर्सेर तपाईले आफ्नो परिवारलाई, त्यो परिवार मात्र होइन, आज त तपाईँ त्यसलाई पनि बिर्सेर पार्टीका लागि यत्रो घण्टादेखि यहाँबाट फर्केर गइसकेपछि बाहरले त गएर चिया मगाउने न हो, फेरि त्यहाँ गएर चियाको बन्दोबस्त पनि गरिदिनु पर्नेछ। बेलुका घरमा गएर भान्सा पनि हेर्नु पर्नेछ। ती सबै कुराको बावजुद पनि तपाईले समाज, पार्टी सबै कुराको निम्ति जे कुरा योगदान पुर्याउनु भएको छ, म तपाईहरुप्रति ठूलो सम्मान प्रकट गर्छु। धेरै ढिलो भएको छ, तपाईलाई टाढाबाट फर्कनु पर्नेछ। आधा घण्टा जति कार्यक्रम टुङ्ग्यौं भनेर म सभापतिलाई भन्दैछु। म पनि छोटो मात्र कुराकानी राख्छु। म केही वर्ष अगाडि यहाँ चकमकेमा आएको थिएँ। यस्तै भव्य सभा भएको थियो। सभा सकिसकेपछि कार्यक्रममा पार्टी प्रवेश गराउने कार्यक्रम थियो। त्यहाँ भेट्दा आउने एकजना ज्येष्ठ नागरिक हुनुहुन्थ्यो। उहाँले मलाई च्याप्पा हात समातेर के सोध्नु भने, ए बाबु तिम्रो हेलिकप्टर छ भन्नु। म त एकदम अवाक्क भएँ। मैले छैन हजुर भने, हेलिकप्टर किन्नुपर्छ। म त के भन्ने अनि यत्रो पार्टीको नेता भएको मान्छे देशभरि घुम्नुपर्छ, गाउँमा पुग्नुपर्छ, दौडेर भ्याइँदैन, हेलिकप्टर किन? अनि म के बोल्नै सकिनँ। अनि उहाँले भन्नुभयो, कति पर्छ मलाई थाहा छैन, म पनि 10,000 हालिदिन्छु, म पनि 10,000 हालिदिन्छु, हेलिकप्टर किन, देशभरि जानुपर्छ भनेर भनेको म सम्झिन्छु। त्यो दाइको अहिले पनि, त्यो बाको अहिले पनि अनुहार मलाई याद आउँछ। यही कतै कतै कार्यक्रममा हुन पनि सक्नुहुन्छ। मैले थुप्रै ठाउँमा गरी कुराहरू भनेको छु। पार्टीको तल्लो तहमा बस्ने यस्तो मन सफा भएको तपाईहरु जस्तो यति धेरै मानिसहरू म देशभरि घुम्दै जाँदा देख्छु, जो थपक्क आउनु भएको छ, बस्नु भएको छ, हाम्रो कुरा सुन्नु भएको छ, हामीलाई मञ्चमा लगेर राखिदिनु भएको छ, हामीलाई छायामा राख्नु भएको छ, घाममा बस्नु भएको छ। तपाईहरु नभएको भए यो पार्टी बाँच्दै बाँच्दैन थियो। हेर्नुस्, हामी यहाँ मञ्चमा बस्ने त कति गल्ती गरेका छौँ, कति कमजोरी गरेका छौँ। त्यो सबै गल्ती कमजोरी माफ गरिदिएर तपाईहरु जसरी यो पार्टीलाई माया गर्नुहुन्छ। हेर्नुस् त, माओवादीले कहिले लखटेको छ। अघि मैले सोधेँ, पोष्टराज पोखरेल, झलकबहादुर राउत, ओमकुमार कुलामी, म जहाँ जहाँ पनि सोध्छु। हाम्रा साथीहरू मारिनु भएको छ, लखटिनु भएको छ। म छक्क पर्छ। अस्ति म रोल्पा गएर आएँ। मैले रोल्पामा माओवादीहरूबाट मारिनु भएको हाम्रो साथीहरूको नाम दिनुहोस् भनेर भन्दै गर्दा अरू जिल्लामा 3 जना 4 जना 5 जना हुन्छ। म पहिला नाम पढ्छु। रोल्पामा त पढ्न पनि भएन। किन पढ्न भएन भने मारिएको मान्छे 150 जना छ। कसरी नाम पढ्ने?
तर पनि गाजा बाजा गाउँ गाउँबाट मान्छे आउनु भएको छ, र्याली भएको छ, मान्छेहरू आएको छ, जय नेपाल भनेको छ। यो हाम्रो सबभन्दा ठुलो ताकत हो। यसबाट प्रेरणा पनि लिनुपर्छ र यसबाट निरन्तर के कुरामा सचेत पनि रहनुपर्छ। हामी मञ्चमा बस्ने मानिसहरू हो भने हामीले एउटा गल्ती गर्यौं भने तपाईहरु सबैको पाप हामीलाई लाग्छ। हामी एक ठाउँमा चुक्यौं भने तपाईहरु सबैले त्यो चुकाएको मूल्य हामी यहाँ बस्ने भन्दा तपाईहरुले बढी चुकाउनु पर्छ। त्यसकारणले गर्दा हामी मञ्चमा बस्ने अझै बढी सचेत पनि हुनुपर्छ, हामीले अझै बढी सुझबुझ पनि पुर्याउनु पर्छ, हामीले अझै बढी ध्यान पनि पुर्याउनु पर्छ। म तपाईहरु सबैलाई कोटी कोटी नमन गर्न चाहन्छु। तपाईहरु 41 वडाबाट आउनुभएका सबै पार्टीका साथीहरूलाई मेरो हार्दिक सम्मान छ। तपाईहरुको निरन्तर स्नेह पार्टीले यसै गरी पाइराख्छ भन्ने विश्वास पनि राख्छु। म बाटोमा अघि कर्णजी, मान्य आदरणीय श्याम दाई, हामी एउटै गाडीमा आएका, बाटोभरि आउँदै गर्दा यहाँको समस्याहरूको बारेमा छलफल गर्दै आएका छौं। यहाँ चकमकैसम्म जाने बाटो पिच कसरी गर्ने होला, यही ठाउँमा बाटोमा आउँदै गर्दा हामीले दुईटा वडामा खानेपानीको समस्याको बारेमा, नगरपालिकाको बारेमा पनि सुन्यौं। यहाँको चदा खोलाको बारेमा अघिल्लो पटक आउँदै गर्दा पनि म लामो छलफल बहस गर्न गएको छु। यसमा केही कुरा ठोस कामहरू गर्नुपर्छ भन्ने छ। छेउमा यहाँ संविधान सभाको सदस्य मोहन बराल बसिराख्नु भएको छ। उहाँले पनि यहाँ यो ठाउँको विकासको बारेमा यहाँ बसिरहँदै गर्दा दुई तीनवटा कुराहरू मसँग निरन्तर त्यहाँ छलफलमा भनिराख्नु भएको छ। अगाडि बोल्ने साथीहरूले भन्नुभएको छ, मलाई बसिराख्दै गर्दा मेरो गोजी कोटको गोजी भरिएको छ यहाँको स्थानीय माग पत्रहरूबाट। यो सबै कुराहरू, केही कुराहरू मैले सुनेको छु, केही कुराहरू यहाँ आएर बुझेको छु, केही कुराहरू यहाँबाट फर्किसकेपछि कर्णजी हुनुहुन्छ, यहाँको क्षेत्रीय सभापति श्याम दाई हुनुहुन्छ, यहाँको सांसद मोहन दाई, उज्जवल दाई लगायत अरू थुप्रै पार्टीका नेताहरू हुनुहुन्छ। सबैको यो क्षेत्रप्रति ठूलो माया छ। उहाँहरूले नै नेतृत्व गर्नुहुन्छ। आज हाम्रो यहाँको प्रदेशको सांसद हुनुहुन्छ रामकुमार दाई, उहाँहरू सबैले मेहनत गर्नुहुन्छ, काम गर्नुहुन्छ। त्यसमा मैले होस्टेलमा हैसियत थप्ने मेरो जिम्मेवारी हो। यहाँको स्थानीय समस्याहरूको बारेमा आज साँझ पनि म सिन्धुली बस्छु। वडाबाट आउनुभएको, गाउँबाट आउनुभएको तरुण युवा विद्यार्थी महिला साथीहरू कोही पनि मलाई मसँग बसेर थप संवाद गर्न चाहनुहुन्छ भने तपाईहरुसँग बस्छु र अहिले म बोल्छु, साँझ तपाईहरुको कुरा सुन्छु र थप यहाँ के गर्नुपर्ने कुरा म टिपेर लिएर जान्छु। यति कुरा मैले यसको बारेमा राखेँ। नेपाली कांग्रेस पार्टीको आजको दिनमा हामी के सोचिरहेका छौं यति मात्र कुरा तपाईहरुको बिचमा राख्छु। कांग्रेस आज नेपालको सबभन्दा ठूलो पार्टी हो। किन? हामी संसदमा सबभन्दा ठूलो छौं, गाउँपालिकामा हामी धेरै जितेका छौं। यो ठूलो सानो त भइराख्छ, हेर्नुहोस्, कहिले सानो भइन्छ, कहिले ठूलो हुन्छ। कांग्रेसले सोच्ने म ठूलो छु कि सानो छु भनेर होइन, कहिले ठूलो भइन्छ, कहिले सानो हुन्छ। कांग्रेसले सोच्नु पर्ने त कहिले बिर्सन नहुने कुरा भनेको नेपाली कांग्रेस नेपालको राष्ट्रिय पार्टी। राष्ट्रिय पार्टी भनेको कति भोट ल्यायो त्यसको आधारमा राष्ट्रिय पार्टी हुने होइन। हेर्नुहोस्, कांग्रेसको सीट शून्य आयो भने पनि कांग्रेस राष्ट्रिय पार्टी, कांग्रेसको प्रचण्ड बहुमत आएको बेला पनि कांग्रेस राष्ट्रिय पार्टी। राष्ट्रिय पार्टी भनेको जननायक डीबी कोइरालाले कुनै बेला हामीलाई भन्नुभएको त्यो पार्टी राष्ट्रिय पार्टी हो जसले देशको अगाडि त्यो बेलाको सबैभन्दा ठूलो समस्या के हो भन्ने कुरा बुझ्छ, त्यसको सम्बोधन गर्छ, देशको अगाडि चुनौती के आएको छ भन्ने कुरा पहिलाउँछ, त्यसलाई सामना गर्छ र देशको अगाडि अवसर के छ भन्ने कुरालाई चिन्छ र त्यसको प्रयोग गर्छ। 60 सालमा गिरिजाप्रसाद कोइराला धनगढी जानुभएको बेलामा जतिखेर कांग्रेसको सभापति हुनुहुन्थ्यो, उहाँ धनगढी भएको बेलामा पार्टीको एकजना साथी मारिनु। गिरिजाप्रसादले भन्नुभयो, म पार्टीको साथी मारिएको ठाउँमा जान चाहन्छु, कांग्रेसको झण्डा उडाउन चाहन्छु। प्रहरी प्रशासनले भन्यो, तपाईँ पूर्व प्रधानमन्त्री हुनुहुन्छ, तपाईँ त्यहाँ जान सक्नुहुन्छ, तर तपाईँलाई हामी सुरक्षा दिन सक्दैनौँ, तपाईँ आफ्नो पार्टीको साथीलाई झण्डा उडाउन सक्नुहुन्छ। गिरिजाप्रसादले पछि हामीलाई भन्नुहुन्थ्यो, गिरिजाबाबुले, मैले त्यही दिन संकल्प गरेँ, म कस्तो पार्टीको सभापति, मेरो पार्टीको एउटा साथी मारिँदै गर्दा मैले त्यहाँ गएर झण्डा उडाउन सक्दिनँ भने म कांग्रेसको सभापतिको कुर्सीमा बस्ने कुराको कुनै पनि अर्थ छैन। म मेरो पार्टीको साथी जोगाउन सक्दिनँ, मैले नागरिक कसरी जोगाउँछु? त्यसले आज देशलाई के पनि चाहिएको छैन, आज देशलाई हिंसाबाट मुक्ति चाहिएको छ। त्यसैले कांग्रेसको संकल्प म देशलाई हिंसाबाट बाहिर निकाल्छु। 60 सालमा कांग्रेसले यही भन्यो। सुशील कोइरालाको फोटो तपाईँ देखिराख्नु भएको छ। एउटा संविधान सभाले संविधान बनाउन नसकेपछि नेपाल कुनै खालको जातीय गृह युद्धमा फस्छ कि भन्ने डर भइरहेको बेलामा सुशील कोइरालाले त्यो बेलामा देशको समस्यालाई बुझ्नुभयो र भन्नुभयो, दोस्रो पटक संविधान सभा असफल हुनुहुन्न। शेरबहादुर देउवाले हाम्रो पार्टीको सभापति हुनुहुन्छ। संविधान त बन्यो, तर संविधानमा सहभागी नभएका थुप्रै दलहरूले संविधान मान्दिन भनिरहेको बेलामा यी दलहरूलाई मैले चुनावमा सहभागी गराउन सकिनँ भने, संविधानसँग जोड्न सकिनँ भने फेरि देश अर्को युद्धमा धकेलिन्छ। देशको समस्या यही हो। यसरी नेपाली कांग्रेसले फरक फरक समयमा देशको तत्कालीन अवस्थाको समस्या के हो,
त्यसलाई चिनेको छ, पक्रेको छ र त्यसको समाधान गर्ने कोसिस गरेको छ। आज पनि हामीले गर्नुपर्ने थियो। आजको समस्या के हो? अघि बोल्ने वक्ताहरूले आफ्नो शैलीमा भन्नुभएको छ। आज हामीसँग हामीले चाहेको व्यवस्था छ, लोकतन्त्र छ, गणतन्त्र छ, हामीले जे समावेशिता छ, यो व्यवस्था हामीले ल्यायौं। 5-5 वर्षमा चुनाव हुन्छ। छिमेकमा श्रीलङ्का छ, बंगलादेश छ, पाकिस्तान छ, भुटान छ। हेर्नुहोस् त, सबतिर राजनीतिक अस्तव्यस्तता छ। नेपालमा के पनि छैन। अब व्यवस्थाको बारेमा धेरै लोही कराई गर्न हुँदैन। हामीले ल्याएको व्यवस्था छ, 5-5 वर्षमा चुनाव हुन्छ, सब ठिक हुन्छ। तर नागरिकहरूको बीचमा गयो भने फेरि के छ? व्यवस्था बदलियो, अवस्था बदलेन भन्ने विषयलाई लिएर व्यापक गुनासो छ, व्यापक आक्रोश छ, रिस छ, असन्तुष्टि छ, निराशा छ। यसलाई लुकाएर हुँदैन, यो छ। तर के देखिन्छ सँगसँगै नागरिकहरूको बीचमा त्यही नागरिक जो अस्ति हामीसँग जनआन्दोलनमा गए, त्यही नागरिक जसले 62-63 को आन्दोलनमा यो झण्डा उचाले, त्यही नागरिक जो गोली थाप्न तयार भए, त्यही नागरिक आज हामीसँग जो रिसाइरहेको छ। एउटा यस्तो शक्ति अहिले देखिन्छ जसले यी नागरिकहरूलाई संगठित गरेर के भन्दैछ भने यो व्यवस्था नै खराब हो भन्ने, यो व्यवस्थाकै कारणले गर्दा समस्या आएको भन्ने हामी यत्रतत्र देख्छौँ। फरक फरक देख्छौँ, कुनै एउटा पात्र होइन, फरक फरक पात्रहरू देख्छौँ। यस्तो बेलामा नेपाली कांग्रेसले गर्नुपर्ने के हो? जे छ ठिक छ, जे भइरहेको छ ठिक भइरहेको छ, कुनै चिन्ता लिनु पर्दैन, कुनै आत्तिनु पर्दैन। यो मात्र भन्यो भने पनि समस्याको समाधान हुँदैन। बर्बाद भयो, सकियो, खत्तम भयो, के पनि भएको छैन, खत्तम भयो, केही भएकै छैन, अब केही हुँदैन भन्यो भने पनि दिक्कत। हाम्रो आत्मप्रशंसाले पनि हामीलाई कहीँ पुर्याउँदैन, आत्मनिन्दाले पनि कहीँ पुर्याउँदैन। हामीले के भन्नुपर्ने छ भने हामीले ल्याएको व्यवस्था हो, यो व्यवस्था बदल्ने ताकत हामीले राख्यौं भने यही व्यवस्थाभित्र तिम्रो अवस्था बदल्ने ताकत पनि हामी राख्छौं। नागरिकले के भनिरहेको छ? यो अवस्था बदल्नका निम्ति तिम्रो गति पनि ठिक हुनुपर्छ, तिम्रो मति पनि ठिक हुनुपर्छ। हामीले नागरिकलाई भन्नुपर्ने छ हामी गति पनि ठिक राख्छौं, हामी मति पनि ठिक राख्छौं। आज हामी सरकारमा छौं, हामीसँग सुविधाजनक बहुमत छ। कम्तीमा चुनाव आउन करिब 3 वर्ष बाँकी छ, अर्थात् 3 वर्षको समय हामीसँग छ। यो सरकार कांग्रेसले नचाहने बेलासम्म बदलिनु। कांग्रेसले चाहन्छ कि चाहदैन सबै नेताहरूले भनिसक्नुभयो अहिले चाहदैन, तर जुन दिन चाह्यो त्यो दिन गयो, चाहदैन। हामीले नचाहने बेलासम्म बदलिनु, हामी चाहदैन। हामी 3 वर्ष जाओस् भन्ने चाहन्छौँ। केही समय एमाले नेतृत्व गर्छ, त्यसपछि कांग्रेसले नेतृत्व गर्छ। तर समय कति हो? समय 3 वर्ष। बीपी कोइरालाले अघि जस्तो चर्चा भयो यहाँ, नेपालमा सरकारबाट क्रान्ति गर्दाखेरि लगाम पाउनुभएको समय कति हो? 18 महिना। अघि माननीय श्याम घिमिरेले चर्चा गर्नुभयो, नेपालमा जसलाई हामी उदार व्यवस्था भन्छौं, जसले आज नेपालमा यत्रो विकास निर्माण जे जति भएको छ त्यो सबै कामको जग हालिएको कहिले हो? गिरिजा प्रसादले नेतृत्व गर्नुभएको जम्मा कति महिना हो? 36 महिना। कृष्ण प्रसाद भट्टराईले नेतृत्व गरेर संविधान बनाएको कति महिना हो? 9 महिना। सुशील कोइरालाले संविधान बनाएको कति महिना हो? 2 वर्ष, जम्मा 24 महिना। अहिले हामीले कति पाइरहेका छौं? 36 महिना। अनि यो 36 महिनाको समयभित्र हामीले आफै ल्याएको व्यवस्थाभित्र रहेर आम नागरिकले मेरो अवस्था बदलियो, तिम्रो गति पनि ठिक छ, मति पनि ठिक छ भन्ने अवस्था बनाउनु पर्ने आजको हाम्रो जिम्मेवारी हो। त्यो जिम्मेवारी हामी पूरा गर्न चाहन्छौं। आजको समस्या आर्थिक समस्या हो। धेरै कामहरू भएका छन्, तर एक ठाउँमा अड्किएको छ। नेपालको ब्याङ्कमा आज जति विदेशी मुद्रा छ, नेपालको इतिहासमा यति विदेशी मुद्रा कहिले पनि थिएन। तर यो कुनै सरकारले कमाएको होइन। यो तपाईँ मैले यहाँ मञ्चमा बस्ने हाम्रो पौरखले भएको होइन। यसमा कांग्रेसले, एमाले, माओवादी कसैले पनि फुर्ती लाउने कुरा बेकार। यो पैसा कहाँबाट आएको? तपाईका छोराछोरी कतार गएर तिनले कमाएर पठाएको, मलेसियाबाट पठाएको, कोरियाबाट पठाएको, इजरायलबाट पठाएको। त्यो पैसा राष्ट्र ब्याङ्कमा थुप्रिएर बसेको छ। नेपालको ब्याङ्कमा आज जति पैसा छ, यति पैसा नेपालको इतिहासमा कहिले पनि थिएन। ब्याङ्कमा पैसा छ, सरकारको ढुकुटीमा पैसा छैन। अब ब्याङ्कको पैसा तपाईको खल्तीमा आयो, बजारमा आयो भने त्यसको सबैभन्दा बढी नाफा कसले पाउँछ भन्दा सरकारले पाउँछ।
किनभने ब्याङ्कको पैसा जब बजारमा आउँछ तपाईले खर्च गर्नुहुन्छ, तपाईले खर्च गरेपछि त्यसको केही कट नाफा, त्यसको केही न केही अंश करको रूपमा कहाँ जम्मा हुन्छ भन्दा सरकारको खुत्रुकेमा जम्मा हुन्छ। अनि सरकारको खुत्रुकेमा जम्मा भएपछि मात्रै अघि मान्य मोहन बरालले भन्नुभएको जस्तो अनि जब हामी बजेट माग्न जान्छौँ अनि सरकारले बजेट दिन सक्ने अवस्था हुन्छ। त्यही कुरा गर्नको निम्ति अहिले नयाँ बनेको सरकारले केही समयबाट म आर्थिक सुधार गर्छु भनेर केही प्रयासहरू थालेको छ। म त्यो प्रयासको सराहना गर्छु, तर यो प्रयास अपुग्छ, यतिले पुग्दैन, यति गतिले पुग्दैन। युद्ध जस्तो काम गर्नुपर्छ। प्रधानमन्त्री मन्त्री मैले उहाँलाई अनुरोध गरेको छु, यो मैले त मेरो त अपेक्षा के हो भने हाम्रो प्रधानमन्त्रीलाई कुनै सार्वजनिक कार्यक्रममा 2-3 महिना भाषण गरेको देख्नु नपरोस्, हाम्रो मन्त्रीले कहीँ कतै गएर उद्घाटन गरेको हेर्नु नपरोस्। प्रधानमन्त्री मन्त्री सिंहको सरकार हामी गर्छौं नि, तपाईहरु काम गरिदिनुहोस्, तपाईहरुको कामको चर्चा गर्ने काम हामी गर्छौं, मज्जाले गर्छौं। अहिले मैले भर्खर चर्चा गरेँ, प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकारले आर्थिक सुधारमा केही महत्त्वपूर्ण कामहरू गरिरहेको छ, यो ठिक छ, यसलाई अझ बढाउनुपर्छ। हाम्रा केही मन्त्रीहरूले प्रयास गरिराख्नु भएको छ। बद्री पाण्डेजी पर्यटन मन्त्री हुनुहुन्छ, पर्यटन मन्त्रीको नेतृत्व गर्ने साथीले नेपालमा अहिले भइरहेको पर्यटकको संख्या पुगेन, लाखौं मानिसहरू कसरी ल्याउन सकिन्छ होला, हामी उहाँसँग मिलेर काम गर्ने कोसिस गरिरहेका छौं। म भर्खर कुम्भ गएर 50-55 करोड भन्दा बढी मानिसहरू कुम्भको मेलामा गएर नुहाएर आएका छन्। एउटा अंश मात्र नेपालमा पशुपतिनाथदेखि मुक्तिनाथसम्म भएको ठाउँमा एउटा अंश मात्र ल्याउन सकियो भने 10औं लाख हिन्दूहरू नेपाल ल्याउन सक्दै गर्दा तिनको खल्तीमा भएको 2-5 हजार रुपियाँ नेपालमा आएर खर्च गर्न सक्ने बनाउन सकियो भने भगवानको नाममा यहाँ आउँदै गर्दाखेरि हाम्रा हजारौं युवाहरूले रोजगारी पाउने अवस्था छ। पर्यटन मन्त्री यसमा गम्भीरतापूर्वक काम गर्न चाहिराख्नु भएको छ। मेरो पालामा सुरु गरेको स्वास्थ्य बीमा जसको सपना के थियो भने कुनै पनि नेपाली नागरिकले जतिसुकै ठूलो रोग लागे तापनि, क्यान्सर, मुटुको रोग जे लागे तापनि अस्पतालमा गएर उपचार गर्न बेडमा सुतिसकेपछि बीमाको कार्ड त्यहाँ बुझाइसकेपछि 20 लाख बिल आए पनि 40 लाख बिल आए पनि 1 रुपियाँ पनि कसैले तिर्नु नपरोस्, कसैको घर खेत बेच्नु नपरोस्। मेरो किडनी फेर्नु पर्यो, त्यसैले मेरो आमाले मलाई किडनी दिन्छु भन्नुभएको छ, तर मसँग पैसा छैन भनेर दरबार मार्गमा कोही मान्छे गिटार बजाएर पैसा उठाएको देख्छौँ हामी। पशुपतिमा कोही आफ्नो बच्चाको अपरेसन गर्नको लागि पैसा उठाएको देख्छौँ। यो सबै कुराहरू बन्द हुनुपर्छ भनेर स्वास्थ्य बीमाको एउटा सपनाका साथ सुरु गरिएको आज नयाँ आउनुभएको स्वास्थ्य मन्त्रीजीले यसलाई अझ व्यापक बनाउनुपर्छ, अझ सुधार गर्नुपर्छ, अझै पैसा बढाउनुपर्छ भनेर कोसिस गरिराख्नु भएको छ। वन मन्त्रालयमा हुनुभएको साथीले वन र विकासको सम्बन्ध किन यति धेरै कितो सम्बन्ध हो? हामीलाई वन पनि चाहिएको छ, विकास पनि चाहिएको छ। वन पनि जोगाउने हो तर विकास पनि गर्ने हो, कसरी सन्तुलन मिलाउने होला भनेर काम गर्ने कोसिस गरिराख्नु भएको छ। परराष्ट्र मन्त्रालय एउटा कुनामा गएर थन्किएर बसेको थियो, कुनामा गएर थन्केर बसेको परराष्ट्र मन्त्रालयलाई त्यसबाट झिकेर परराष्ट्र मन्त्रीले यत्र हाम्रा मानिसहरू बाहिर गएका छन्, यति धेरै दुःख पाएका छन्, तर को मान्छे कुन देशमा गएको छ भने अत्तो पत्तो छैन। कहिले अमेरिकाले जन्जिर लगाएर पठाइदिन्छ, कहिले अर्को देशले निकालिदिन्छ, कुनै देशमा गएर कोही मान्छे अत्तो पत्तो नभइसकेपछि बल्ल पत्ता लाग्छ, कोही मान्छे अस्वस्थ भइसकेपछि नेपाल ल्याउन सकिँदैन। त्यसैले परराष्ट्र मन्त्रालयले कोसिस गरिरहेको छ नेपालीहरू को कहाँ गएका छन् कम्तीमा तिनका बारेमा जानकारी राख्नुपर्ने कोसिस गरिरहेका छन्। हामी हाम्रो साथीहरूले राम्रो एउटा काम गर्नुभयो भने ती कामको चर्चा गर्ने काम हामी गर्छौँ, तर हाम्रो साथीहरूलाई हामी अनुरोध गरिरहेका छौँ तपाईँ काम मात्र गर्नुहोस्, काम मात्र गर्नु, चर्चा गर्न हामीलाई दिनुहोस्। तपाईँले गरेको कामको राम्रो कुरा हामी चर्चा गर्छौँ, तर तपाईँ के राम्रो गर्नुहोस्, राम्रो नगर्ने सक्नुहुन्न भने कम्तीमा नराम्रो गर्नुहोस्। हामी भर्खर सुनिरहेका छौँ, हामीलाई दुःख लाग्छ। राम्रो कामको चर्चा गर्न पाएको जस्तै 50 वटा राम्रो काम गरेको बेलामा एउटा नराम्रो काम भयो भने त्यो नराम्रो कामको हल्लाले सबै काम राम्रो काम छोपिन्छ। हामी अहिले सुनिरहेका छौँ ऊर्जा मन्त्रालय अन्तर्गत विद्युत प्राधिकरण छ, प्रमुख प्रशासकीय अधिकृतको एउटा प्रकरण सुनिरहेका छौँ। मैले बुझ्न सकिरहेको छैन, बदनियत हो कि ढङ्ग नपुगेको बेढङ्ग हो। 3-4 महिनामा सेवा निवृत्त हुने, 3-4 महिनापछि सेवा निवृत्त भइसकेपछि एउटा उपयुक्त मान्छे ल्याउने, त्यो संस्थाको नेतृत्व गर्न दिने। एउटा सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको जस्तो देखिन्छ, किचकिच गरिरहेको देखिन्छ। यस्ता कुराहरू ठिक होइन, उपयुक्त हुँदैन। यस्ता नचाहिने काममा कोही पनि मन्त्रीहरू पनि लाग्दैन।
र मन्त्रीहरू नचाहिने काममा लाग्यो भने त्यसलाई रोक्ने काम प्रधानमन्त्रीको। प्रधानमन्त्री भनेको सरकारको त्यो क्याबिनेटको मास्टर हो। उसले राम्रो कामको श्रेय पनि पाउँछ, नराम्रो कामको अपजस पनि लिनुपर्छ। हामीहरू को? हामीहरू सहयोगी हौँ। यहाँ श्याम घिमिरे सांसद हुनुहुन्छ, मुक्ता यादव हुनुहुन्छ, म छु, हामीहरू सांसद छौँ, अरू यहाँ हाम्रो पार्टीका नेताहरू हुनुहुन्छ। सबको कुरा के छ? सबको कुरा एउटै छ, यो सरकारले राम्रो काम गरोस्, सफल होस्, हाम्रा साथीभाइले प्रत्येक दिन राम्रो काम गरौँ। प्रदेशको सरकारका सन्दर्भमा पनि त्यही हो। यहाँ रामकुमारजी यहाँ हुनुहुन्छ, हाम्रो बहादुरजी हाम्रो यहाँको मुख्यमन्त्री हुनुहुन्छ, कोसिस गरिराख्नु भएको छ, कति राम्रा कामहरू भएका छन्, त्यसलाई हामी साथ दिन चाहन्छौँ। संघको सरकारले कानून नबनाइदिएको हुनाले गर्दा प्रदेश काम गर्न पाइरहेको छैन। हामी अहिले श्याम घिमिरे यहाँ हुनुहुन्छ, उहाँकै नेतृत्वमा अहिले काम भइरहेको छ, अघि उहाँले भन्नुभयो। त्यसकारणले गर्दा पनि उहाँ धेरै अहिले आइजाइ गर्न पाउनु भएको छैन, ठिक कुरा हो। किनकि अहिले हामीले धेरै कामको बोझ उहाँलाई लगाएका छौँ। 30-40 वटा कानून हामी 500 महिनाभित्र बनाउन चाहन्छौँ, जसले गर्दा हाम्रो यहाँभित्रको प्रदेश सरकारले काम गर्न सकोस्। कर्णजी दोहोऱ्याएर जित्नु भएको छ, दोहोऱ्याएर जित्ने कुरा सजिलो होइन। हाम्रो साथीहरू वडामा हुनुहुन्छ, नेपालमा अहिले 330 वटा पालिकामा कांग्रेसको नेतृत्व छ, 2660 वटा वडामा कांग्रेसको नेतृत्व छ। हामी चाहन्छौँ स्थानीय सरकारमा गएका साथीहरूले पार्टीको नेताहरूको कुरा पनि सुन्नु पर्यो, नागरिकहरूसँग गरेको बाचा पूरा गर्नु पर्यो। एउटा कुरा प्रश्न छ, हेर्नुहोस्, 84 सालको चुनावमा नेपाली कांग्रेस पार्टीले अब मेरो घोषणा पत्र यो छ, 5 वर्षमा म यो गर्छु भनेर मात्र जान पाइन्न। जहाँ चुनाव जितेको छ, चुनाव जितेको ठाउँमा घोषणा पत्र भन्दा पहिला रिपोर्ट कार्ड दिनुपर्छ। 5 वर्षमा मैले यो गरे भनेर पहिला भन्नुपर्छ, त्यसपछि मात्र दोहोऱ्याएर मत माग्न पाइन्छ। अब कसरी पाइन्छ? त्यो रिपोर्ट कार्ड लिएर जानुपर्छ। हामीले यो बेलामा एउटा विश्वास जागृत गराउनु पर्ने छ। काम भइरहेको छ, तर अझ हाम्रो गति बढाउनु पर्ने छ। हाम्रा केटाकेटीहरू जो बाहिर काम गर्न गएका छन्, म ती सबैलाई सलाम गर्छु। तिमी काम गर्न नगएको भए आज यो देश चल्दैन थियो। धेरै रुवावासी पनि नगरौँ। देशको एउटा चरणमा यो हुन्छ, हेर्नुहोस्, सबै देश विकासको एउटा चरणमा यति धेरै तन्बिरहरू हुन्छन्, देशमा काम कम हुन्छ, तिमी बाहिर काम गर्न जान्छौ। तर आज हामीले के विश्वास दिलाउनु पर्ने छ बाहिर काम गर्न गएको तन्बिरलाई भने, तिमी कतार गएका छौ, मलेसिया गएका छौ, इजरायल गएका छौ, तिमी दुबई गएका छौ, तर तिमी जहाँ गएर काम गरेको भए पनि तिमीले मेहनत गरेर जे सम्पत्ति नेपालमा सृजना गरेका छौ, त्यो सम्पत्तिको आधारमा अब तिम्रो आमाले, तिम्रो श्रीमतीले, तिम्रो श्रीमानले, खास गरिकन तिम्रो छोराछोरीले अब बाँकी रहेका दिनहरू सुखका दिन देख्नेछन्। तिम्रो उपचारको जिम्मा हामी लिनेछौँ, तिम्रो केटाकेटीलाई राम्रो विद्यालय पढाउने कुराको जिम्मा हामी लिनेछौँ। तिमीले कमाएर पठाएको पैसाले, बजारमा आएको कारणले प्राप्त गरेको करबाट हामी बाटोघाटो बनाउनेछौँ। हामी यहीँभित्र तिम्रो छोराछोरीलाई तिमीले राम्रो विद्यालय पढाएका छौ, तिमी कतार गयौ, तिम्रो छोराछोरी अब बाहिर जानु पर्दैन, तिमीले नेपालभित्रै मनग्गे आम्दानी गर्ने अवस्था हामी बनाउनेछौँ भन्ने स्थिति हामीले बनाउनु पर्ने छ। काम गर्नुपर्ने छ, जिम्मा लिनुपर्ने छ। हामी जिम्मा लिन्छौँ, हामीले जिम्मा पाएका छौँ, यो जिम्मा हामीले पूरा गर्नुपर्ने छ। हाम्रो कोहीसँग दुश्मनी छैन। हेर्नुहोस्, हिजो माओवादी साथीहरूसँग मिलेर चुनाव हामी लडेको, हामी जित्दै गर्दा माओवादी साथीहरूले पनि हामीलाई भोट हाल्नु भएको छ। हामी एउटा पनि उहाँहरूप्रति अपशब्द हामी प्रयोग गर्नु हुँदैन। माओवादीको हिंसाप्रति हिजो पनि हाम्रो असहमति थियो। माओवादीको युद्धलाई हामीले कहिले पनि जनयुद्ध मानेनौँ, सँगै सहकार्य गर्दै गर्दा पनि मानेनौँ, अहिले पनि मान्दैनौँ, भोलि पनि मान्दैनौँ। व्यक्ति हत्या कहिले पनि जनयुद्ध हुन सक्दैन भन्ने हाम्रो ठहर सधैँभरि त्यही थियो, त्यही रहन्छ। एउटा विशिष्ट अवस्थामा चुनाव हामीसँगै लड्यौँ। अघि नै श्याम घिमिरेले भन्नुभएको जस्तो हामी 5 वर्ष माओवादीसँग चुनाव लडिसकेपछि 84 सालसम्म माओवादी, समाजवादी लगायतको पार्टीहरूसँगै बस्न चाहन्थ्यौँ। अहिलेको सरकार हाम्रो कारणले गर्दा बनेको होइन। माओवादीको नेतृत्वलाई बढी चकचक गर्न मन लागेकोले गर्दा यो दुर्घटना भयो। त्यो चकचके बच्चा जस्तो कहिले यता उफ्रेको छ, कहिले बुत्रुको उफ्रेर उतापट्टि पुगेको छ, सबलाई मूर्ख बनाउँछु भन्ठानेको छ। कहिले एमालेलाई मिलाएर सरकार बनाएको छ, कांग्रेससँग मिलेर राष्ट्रसभा बनाएको छ, फेरि कांग्रेससँग बसेको छ, फेरि गएर एमालेसँग सरकार बनाएको छ। त्यो एमालेसँगको सरकार पनि आनन्दले चलाएको हुन्थ्यो नि। एमालेसँग सरकार चलाएको 1-2 महिना भएको छैन, फेरि के भन्न थालेको छ भने मलाई त कस्तो लाग्यो, 5 वर्ष प्रधानमन्त्री हुन्छु भनेको जस्तो लागेको छ, भनेको चाहिँ फेरि चलेको छ। सबलाई मूर्ख बनाउने, सबलाई खेलाउने, यही चकचक र उपद्रवको कारणले गर्दा यो अवस्था आयो। तर पनि हामी के भन्छौँ भने माओवादी पनि हाम्रो दुश्मन होइन, ऊ पनि हाम्रो साथी हो। आज नेकपा एमालेसँग सरकारमा छौँ, हामी इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्छौँ। भोलि चुनावमा एक्लै लड्छौँ,
अब त चुनाव कसैले कोहीसँग मिलेर लड्ने भन्ने कुरा कल्पना नगरे हुन्छ। यहाँ भोलि अर्को पार्टीसँग चुनाव मिलेर लड्छु भन्ने कसैको दिमागमा छ भने त्यो छोडिदिनुहोस्। बरु हामी हार्छौं, चकटीमा बस्छौं, 5 वर्ष सरकार बाहिर बस्छौं। यो चुनाव अगाडि मिल्ने यस्तो नचाहिने काममा देशलाई लिएर जानुहुन्न, किनकि चुनाव अगाडि मिलेर अर्को पार्टीसँग साटेको भोट हामी थेक्न सक्यौं। अहिले फेरि अर्को पार्टीसँग मिलेर चुनाव लड्यौं, भोलि गएर त्योसँग मिलेर बस्छौं भन्ने छ। हामीसँग त्यो पोलिटिकल कल्चरै छैन। त्यो गर भोलि गएर कुनै बेलामा फेरि माओवादीसँग हामी सँगै बसौँला, हाम्रो कोही दुश्मनी छैन। तर खालि माओवादीको नेता साथीहरूलाई हाम्रो यति मात्र आग्रह हो, यो व्यवस्था हामीले मिलेर ल्याएको हो। यो व्यवस्थाप्रति हामी सबै जिम्मेवार छौं। हामीलाई त अझ बढी माया छ, हाम्रो नेतृत्वमा बनेको संविधान हो। त्यसैले सरकारको आलोचना गर्ने बेलामा यति हदसम्म पनि नजानुस् कि तपाईले आलोचनाका निम्ति प्रयोग गरेका शब्दहरूले सृजना गर्ने घृणाले आम मानिसहरू त्यसै पनि अल्मलिएको बेलामा आगोमा घिउ थप्ने काम नगरोस्। माओवादी साथीले सोच्नुहोस्, तपाई हामीले बनाएको संविधान हो। यो संविधानबाट समावेशिता कसैले झिक्छ? यो संविधानबाट महिलाको, दलितको, जनजाति कसैको अधिकार कसैले खोज्छ? तर कांग्रेस वा एमाले कसैलाई गाली गर्नु पर्यो भने माओवादीको नेताले मञ्च पाउन साथै सबैभन्दा पहिला के भन्छ? यो कांग्रेस एमाले आएले अधिकार खोज्छ भन्छ। कसले खोज्छ अधिकार? तपाई दिने म खोज्ने हो, तपाई म हामी सबै मिलेर बनाएको होइन। हामीले जसले दिएको यो अधिकार त थप्ने कुरा होला नि, तर समस्या छैन। समस्या छ, यस्तै प्रदेश राखेर हुन्छ, यत्रो ठूलो सरकार बनाएर हुन्छ, यत्रो हजारौं जनप्रतिनिधि बनाएर हुन्छ। नेपालको सबैभन्दा ठूलो समस्या भनेकै सरकार। हाम्रो सरकार ठूलो हुनु समस्या हो। सरकार सानो बनाउनुपर्छ। म त भन्छु संघको मन्त्रालय घटाएर 10-12 मन्त्रालय बनाएपछि प्रदेशमा बरु के गरे हुन्छ भन्ने मेरो त प्रस्ताव छ भने संघमा संसदीय व्यवस्था एकदम ठिक छ, तर प्रदेशमा माथि माथि पानी परे कि तल छाता ओढ्नु पर्ने, माथि बदले कि तल बदलिनु पर्ने अवस्थाबाट बाहिर निस्कनका निम्ति सबै मिलेर सल्लाह गरेर हुन्छ भने 5 वर्षको लागि प्रदेशको मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित गरौं। त्यो मुख्यमन्त्रीले जम्मा 3 देखि 5 जना मात्र मन्त्री राख्न पाउने व्यवस्था गरौं बाहिरको सबै। र यो संघले हेर्नुस् त, त्यो संघको मन्त्रालयमा गएर तपाईले अहिले हेर्नुभयो भने 5 लाखको मन्दिरको छाना हाल्ने बजेट राखेर बसेको छ, 10 लाखको कुलोको बजेट राखेर बसेको छ। यस्तो पनि संघीयता हुन्छ? एउटा पनि पैसा राख्न दिनुहुन्न, मात्र सबै पैसा तल प्रदेशमा पठाउनुपर्छ अनि त्योभन्दा मुनि स्थानीय सरकारमा जानुपर्छ। तपाईलाई प्रदेश चाहिँदैन भन्ने लागिरहेको छ भने तपाई हामी के बुझिरहेका छैनौं भने यस्तो प्रदेश त कसैले, यस्तो प्रदेश त प्रदेशै होइन यो। कहाँ यस्तो पनि प्रदेश भएको व्यवस्था हुन्छ? अधिकार नभएको प्रदेश हुन्छ, खालि मन्त्रीको झण्डा मात्र भएको। झण्डा छ, डण्डा छैन, के पनि छैन। अनि यो बदल्नु पर्दैन। माओवादी साथीको कुरा घेरले नबदल्ने यसलाई। हाम्रो निर्वाचन प्रणाली बदल्नु पर्दैन। यस्तो जिल्ला समन्वय समितिको केही काम छ, उपराष्ट्रपतिको केही काम छ। अनि यति धेरै कुराहरू बदल्ने कुरामा हामी भन्छौं, हामी चाहन्छौं, हामी माओवादी साथीलाई पनि हामी सँगै राखेर सँगै काम गर्न चाहन्छौं। संविधानका विषयका सन्दर्भमा कांग्रेस एमाले सरकारमा छौं। पहिला कांग्रेस भित्र हामी छलफल गरेर टुङ्ग्याउँ, हामी त्यसपछि एमालेसँग बस्छौं, माओवादीलाई जोड्छौं, साझा धारणा बनाउँछौं, अरू पार्टीहरूसँग बसेर हामी सबैलाई मिलाएर लिएर जान चाहन्छौं। किन? नेपाली कांग्रेस पार्टीको तर्फबाट हामीले सबैलाई, देश र जनतालाई यो कुरा बताइरहेका छौं, बताउन चाहन्छौं। हामी अब नेपालमा अर्को कुनै पनि दुस्साहस पनि नहोस्, कुनै पनि खालका नचाहिने कुनै पनि खालको प्रयोग पनि नहोस् भन्ने चाहन्छौं। हेर्नुस् त 2046 सालमा बदलाव आयो, 48 सालमा पहिलो सरकार बन्यो, चमत्कारी काम गर्यो 3 वर्षभित्रमा। देशलाई मध्यावधिमा लाने गल्ती हामीले गर्यौं हाम्रो पार्टीको झगडाको कारणले गर्दा। 51 सालमा माओवादी गोला बारुद पड्काएर आयो, 10 वर्षको समय हेर्नुस् त। 50 सालमा म भर्खर 48 साल 49 सालमा विद्यार्थीबाट क्याम्पसमा आएको। त्यो बेलाको सम्झन्छु 55-60 सालतिरको। अहिले नजन्मेको केटाकेटी तपाईहरु कोही हुनुहुन्छ भने 55-56 सालतिर सिन्धुलीको तपाईहरुले यहाँको बाबाजीलाई सोध्नु थापै हाल्नुहुन्छ। म काठमाडौँ बसेको मान्छे त बिहान उठ्दै गर्दाखेरि रेडियोमा खोल्यो कि पहिलो समाचार के आउँथ्यो भन्नुस् त? पहिलो समाचार आज माओवादीसँग फलाना ठाउँमा दोहोरो भिडन्त भयो, आज 5 जना मारिए, एम्बुस यहाँ थापियो, फलानो काटियो, शिक्षक मारियो, यो मारियो। यही सुनेर हुर्केको होइन हामी। 50 देखि 60 को 10 वर्ष खेर भयो। 60 देखि 70 हेर्नुस् त, तपाईलाई जब आँखा चिम्म गरेर 65 सालमा आजको दिनमा फागुनको आज कार्यक्रम भएको दिनको तिथि सम्झनुस् त। त्यो बेलामा कहाँ के थियो हाम्रो छलफल के विषयमा हुन्थ्यो? 65, 66, 67, 68 को पुरै 10 वर्ष केमा गयो? हाम्रो संविधान शान्ति प्रक्रियामा गयो। माओवादी सेना समायोजन यही त नाममा गयो। 70 देखि 80 को 10 वर्ष केमा गयो? फेरि संविधान बनेन। संविधान बनाउनु पर्यो, चुनाव गर्नु पर्यो।
अब सबै बनेर अब ठिकठाक काम गर्ने बेलामा आएपछि फेरि के छ हामी अहिले के भन्छौँ भने बर्बाद भयो, सकियो, के पनि भएन भन्यो भने गर्ने के त फेरि खेल फाल्ने। त्यसैले कांग्रेसको कुरा हो 80 देखि 90 अहिले हामी 81 मा छौं। यो 10 वर्षको समय, यो एक दशक भनेको विकासको दशक हुनुपर्छ। यो एक दशक भनेको रोजगारीको दशक हुनुपर्छ। यो एक दशक भनेको परिवर्तनको दशक हुनुपर्छ। यो एक दशक भनेको तपाईको आम्दानी दोब्बर हुने दशक हुनुपर्छ। यो एक दशक भनेको तपाई हाम्रो जीवनमा बढी खुशियाली ल्याउने दशक हुनुपर्छ। आमाहरूको जिन्दगीमा हाँसो ल्याउनु पर्यो, छोरीहरूको भविष्य सुनिश्चित बनाउनु पर्यो, बाहिर गएका छोराहरूलाई नेपालभित्रै काम गर्ने अवसर छ भन्ने अवसर उपलब्ध गराउनु पर्यो। बाहिर जान्छु भनेका साथीहरूलाई बाहिर मनले जाने जान्छन्, तर बाध्यताले जानुपर्ने कुरालाई होइन नेपालमा अवसर छ भन्ने अवस्था बनाउनु पर्यो। त्यसैले यो 10 वर्ष कांग्रेस उपयोग गर्न चाहन्छ। हेर्नुहोस्, हाम्रो कोही दुश्मन छैन, न माओवादी हाम्रो दुश्मन हो, न राजावादी हाम्रो दुश्मन हो, कोही पनि होइन। हामी कसले के भन्यो भन्ने बारेमा टिप्पणी पनि नगरौँ भन्ने मेरो आग्रह छ। काम गरौँ, परिणाम दिऊ, यही नागरिक हो, यही जनता हो। कसले के भन्यो भन्ने बारेमा धेरै चिन्ता गर्नु पर्दैन। कसको जुलुस कान निस्को छोडिदिनुहोस्, हामी आफ्नो काम गर्दैछौँ। हामी यो 10 वर्षको समय हाम्रो दुश्मनी भनेको जम्मा एउटासँग छ। हाम्रो दुश्मनी नेपालको गरिबीसँग छ। हाम्रो दुश्मनी नेपालको बेरोजगारीसँग छ। सबैभन्दा ठूलो नेपालको आजको समस्या बेरोजगारीको समस्या हो। भोलि दिउँसो 1 बजे नेपाली कांग्रेसको पार्टी कार्यालयमा नेपाली कांग्रेसका 2टा महामन्त्री, म र अर्को महामन्त्री मिलेर 6 महिनाको एउटा अभियान सुरु गर्दैछु। अभियानको नाम छ अब रोजगारीको कुरा गरौं। अभियानको नाम छ हामी सक्छौं। हाम्रो छलफल बहस त्यहाँ लिएर जानु पर्यो। हाम्रो यी केटाकेटीहरूले यत्रो दुःख गरेर पढेका छन्। तपाईले हेर्नुस् कति दुःख गरेर पढाउनु भयो। नर्सिङ पढेको छ, महिनाको 20,000 तलब पाउँछ। आईटी पढेको छ, 25,000 तलब पाउँछ। इन्जिनियरिङ पढेको छ, जागिरै पाउँदैन। बीकम पास गरेको छ, ब्याङ्कमा गएर अप्लाई गर्छ, कामै पाउँदैन। दुःख गरेर पढाउनु भयो, हातमा सर्टिफिकेट छ, 5 लाख रुपियाँ खर्च भएको छ, काम पाइरहेका छैनन्। तिनले काम पाउने अवसर कसरी बनाउने होला भन्ने आजको हाम्रो विषय होला नि। यत्रो पूर्वाधार बनेको छ। म पहाड गएर आएँ अहिले। हेर्नुस् त, हिजो मेरो बाले कथा सुनाउनुहुन्थ्यो। 6 दिन लगाएर सोलुको बाटो जिरी हुँदै काठमाडौँ आउनु भएको, घिउ चामल बोकेर ल्याएर पढ्नु भएको। हामी काठमाडौँमा जन्म हुर्क्यो, पढ्ने मौका पायौँ। अहिले त सोलुखुम्बुमा हाम्रो पहाड घर भएको ठाउँमा अघि सामदाले कुरा गरेको जस्तो घरको आँगनमै मोटर बाटो पुगेको छ, बाटो पुगेको छ, मान्छे सहित पुगेको। बाटोको जम्मा एउटा काम भएको छ, काठमाडौँ जानको लागि छिटो बनाइदिएको छ। सबै मान्छे झोला बोकेको छ, हिँडेको, सबै हिँडेको छ। कता हिँडेको भन्दा सहरतिर हिँडेको। हामीले मान्छेले गाउँमा कसरी अडाउने होला? हामीले समस्याको समाधान यहाँ खोज्नुपर्ने होला। अनि हाम्रो 50औं गाउँ हाम्रो खाली हुन थालेको छ। ती गाउँहरूमा मानिसहरू कसरी अडाउने होला? हाम्रा केटाकेटीहरू बाहिर काम गर्न गएका छन्। तिनले कमाएको पैसाबाट तिनको अर्को, अहिले पनि मैले भने, तिनको अर्को, योभन्दा अर्को पछाडिको पुस्ता, छोराछोरीको पुस्ताले कम्तीमा राम्रो सुख पाउने अवस्था कसरी बनाउने होला? हाम्रो अहिलेको छलफलको विषय यो हुनुपर्छ, न कि फेरि व्यवस्था, यो चाहिने, त्यो चाहिने, यसलाई ल्याउने, त्यसलाई त्यो होइन। यो बाटोमा देशलाई लिएर जानुपर्ने छ। यसका निम्ति नेपाली कांग्रेस पार्टीले आज न कांग्रेसले गणगण गर्न पाउँछ, न कांग्रेसले कतैलाई दोष थुपार्न पाउँछ। हामीले भनेको संविधान छ, हामीले भनेको व्यवस्था छ, हामीले बनाएको सरकार छ। प्रदेशमा हामी सरकारमा, प्रमुख सचेतक यही हुनुहुन्छ, रामकुमार यही हुनुहुन्छ, कर्णजी यही हुनुहुन्छ, म यही छु। गाउँपालिका पनि हाम्रो, वडा पनि हाम्रो, प्रदेशको सरकार पनि हाम्रो, संघको सरकार पनि हाम्रो। हामीले बनाएको संविधान, हामीले ल्याएको व्यवस्था, हामीले कसैलाई गाली गर्न हुँदैन, हामीले कतै दोष थुपारेर हुँदैन। कांग्रेस राष्ट्रिय पार्टी हो। अहिले मैले भने हाम्रो काम सम्हाल्ने, देश र जनताको बीचमा नकारात्मक भाष्यलाई चिर्ने काम पनि हाम्रो। भएको कामको चर्चा गरौं, अझै बढी काम हुन्छ भन्ने कुराको विश्वास दिलाउँ। यो काम कांग्रेसले गर्नुपर्छ। त्यसैले पार्टीका साथीहरू तपाईहरु आज फर्केर जानुहुन्छ। अब म विस्तार आफ्नो कुरा टुङ्ग्याउँछु। तपाईहरुलाई मेरो आग्रह छ, हेर्नुस्, धेरै पार्टीभित्रका विषयको बारेमा धेरै झगडा नगरौं। पार्टीको अधिवेशन बकाइदासँग समयमा हुन्छ। एकजनाले लेखेर दिनुभएको थियो कहिले हुन्थ्यो, एकदम समयमा हुन्छ। त्यत्रो पञ्चायतको बेलामा, माओवादीको त्यत्रो आतंकको बेलामा कांग्रेसको अधिवेशन भयो। तपाईले हामीलाई जिम्मा दिएर पठाउनु भएको छ, हामी हेरेर बस्छौं। बकाइदासँग अर्को चुनाव भन्दा अगाडि समयको अब समयभित्र अधिवेशन हुन्छ। कोही कतै नअल्मलियोस्। कोही कसैले चुनाव भन्दा पछाडि अधिवेशन हुन्छ भनेर भनिएको कुराले कहीँ साथीहरू अल्मल देखिन्छ। चुनाव भन्दा पछाडि अधिवेशन नेपालको संविधान, कानून, विधान केहीले पनि गर्न पाइन्न। कसैले त्यो कल्पना पनि नगर्नु। बकाइदासँग अधिवेशन हुन्छ। तपाईहरुलाई क्रियाशील सदस्यताको नवीकरण गर्ने जिम्मा दिएका छौं।
वडामा क्रियाशील सदस्यता गएको छ, चैतभित्र नवीकरण गर्नुहोस्। नवीकरण गर्नु भएन भने वैशाखपछि नवीकरण गर्न पाइँदैन। त्यसपछि हामी नयाँ क्रियाशील बाँड्छौँ, 3-4 महिना क्रियाशील बाँड्छौँ। महामन्त्री विश्वप्रकाश शर्माले विधानमा काम गरिराख्नु भएको छ, विधानमा काम गर्छौँ र एउटा खालको नयाँ अवस्था निर्माण गर्छौँ। सबैको चिन्ता के छ? पार्टीमा गुटबन्दी भयो भने चिन्ता। ल छलफल गरौँ। म मञ्चमा भएको नेतालाई आग्रह गर्छु, तलबन्दी गुट किन बन्छ? किन गुट बन्छ भने पार्टीमा हाम्रो चुनावमा हामी गुट बनाएर लड्छौँ। जिल्लामा गुट, क्षेत्रमा गुट, वडामा गुट, यति धेरै चुनाव, यो अनुभव भयो। त्यसमै गुटबाट मुक्त हुने भने एउटा उपाय छ, छलफल गरौँ न त। म तयार, हामी सबै छलफल गरौँ, सबैको कुरा मिल्छ भने गरौँ। अब 82-83 हुने कांग्रेसको महाधिवेशनमा अहिलेको जस्तो महाधिवेशन नगरेर नेपाली कांग्रेसको केन्द्रीय सभापति को हुने भन्ने कुराको लागि तह तहमा वडामा अधिवेशन, क्षेत्रीय प्रतिनिधि छान्ने, फेरि क्षेत्रमा गर्दै 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 होइन, यसरी होइन। देशभरिको क्रियाशीलले भोट हालेर त्यो क्रियाशीलले जसलाई मन पराउँछ त्यो कांग्रेसको सभापति बन्ने भन्ने पार्टीको विधान बनाऊ। कसैले गुट बनाउँदैन, कसैले बनाउँदैन। मैले सिन्धुलीमा कोही गुट च्याप्दिन। यदि मलाई सभापति हुनु छ भने जसले गुट च्याप्यो त्यो चेट, मञ्चतिर फर्कने चेट, तलतिर फर्कने पास। किनभने जो तल फर्किन्छ त्यहाँ तल बढी मान्छे हुनुहुन्छ नि। तपाईहरु हो नि त, तपाईहरुले भोट दिएर कांग्रेस सभापति बन्छ भनेपछि प्रत्येकलाई घर घरमा गएर गुट बनाउन सकिन्छ। जसले राम्रो काम गर्छ, जसले विश्वास दिलाउन सक्छ, जसले उत्साह दिलाउन सक्छ, जसले सबैलाई भरखेक गर्छु भन्छ त्यो कांग्रेसको सभापति बनेर आउला। जिल्लामा पनि त्यही गरौँ। जिल्लाभरिको क्रियाशीलले मत हालौँ, जसले जिल्लाको छान्छ त्यो जिल्ला सभापति हुन्छ। हाम्रो पार्टीको गुटको समस्या नै कहाँबाट सुरु हुन्छ भने हाम्रो पार्टीको चुनावबाट सुरु हुन्छ। त्यसलाई अब आउने चुनाव भन्दा अगाडि, अब आउने अधिवेशन भन्दा अगाडि तपाईँ हामी मिलेर त्यसलाई हल गर्न सक्छौँ, छलफल गरेर हल गरौँ। तर अहिलेको लागि त हामी एउटा जिम्मामा छौँ नि, कोही वडामा हुनुहुन्छ, कोही गाउँमा हुनुहुन्छ। सबै जिम्मा लिएको साथीहरूले आफ्नो जिम्माको काम गरौँ। म तपाईँहरू सबैलाई आग्रह गर्न चाहन्छु, पार्टी भनेको तपाईँ हामी बसेर आफ्नो कुरा गर्ने कुरा मात्र होइन। आज हामी यहाँ बसेका छौँ, योभन्दा पर यत्रो गाउँ ठाउँमा हजारौं लाखौं यहाँका नागरिकहरू हुनुहुन्छ। हाम्रो यहाँभित्रको ताकत तिनको लागि प्रयोग हुनुपर्छ। हामी तिनको लागि बनेको, हामी चुनाव लड्ने, सांसद हुने, मन्त्री हुने भनेको त, हामी चुनाव यो सबै कुराहरू भनेको त हामीले त्यो ताकत प्रयोग गरेर जनताको जीवनमा परिवर्तन ल्याउनका निम्ति प्रयोग गर्न चाहेको शक्ति आर्जन गर्न लागि नै हो। तर शक्ति यहाँ मात्र छैन नि त। शक्ति त कहाँ छ भन्दा संगठनमा छ सबभन्दा ठुलो शक्ति। यत्रो ठुलो शक्ति छ, यत्रो ठुलो ताकत छ। त्यो शक्तिको प्रयोग गर्ने कुरामा हामी किञ्चित पनि नहिचकिचाइ यसको सकारात्मक प्रयोग गर्नुपर्छ। यत्रो युवा साथीहरू आउनुभएको छ, तपाईँहरू सबैलाई धन्यवाद छ। केही समयपछि क्याम्पसको निर्वाचन छ, विद्यार्थीको निर्वाचन छ, त्यसमा तपाईँहरू एकजुट भएर लाग्नुहुन्छ भन्ने मेरो विश्वास छ। अघि महिला संघको कुराहरू आएको छ, पछि बसेर कुराकानी गरौँला। नयाँ हाम्रो सबै भातृ संस्था, शुभेच्छुक संस्थालाई ठिक ढङ्गले समालेर लिएर जाउँ र विद्यार्थी संगठनले विद्यार्थीको मुद्दा, किसानको संगठनले किसानको मुद्दा, महिलाले महिलाको मुद्दा, आम जनताको जीवनसँग जोडिएका मुद्दाहरूलाई कांग्रेससँग जोड्नुपर्छ। हामी समुदायमा गयो भने मात्र बाँच्छौँ है। सरकार हाम्रो लागि मुख्य कुरा होइन। हामी सरकारमा किन जान्छौँ? किन हामी समुदायको हित गर्न चाहन्छौँ। तर सरकारमा जानका निम्ति समुदायको हित गर्ने कुरा नै हामीले बिर्स्यौँ भने सरकारमा गएको कुराको अर्थ हुँदैन। त्यसकारणले गर्दा त हामी भन्छौँ यदि हाम्रा आधारभूत कुरासँग सम्झौता गर्नु पर्यो भने हामीलाई सरकार चाहिँदैन भनेर हामी किन भन्छौँ? त्यसकारणले गर्दा भन्छौँ। त्यसैले म पार्टीको महामन्त्रीको रूपमा तपाईँहरूको अधिवेशनमा बोलाउनु भएको यसका निम्ति हार्दिक धन्यवाद दिँदै, गाउँ गाउँबाट आउनुभएको साथीहरूप्रति हार्दिक सम्मान प्रकट गर्दै यही कुरा भनेर टुङ्ग्याउन चाहन्छु। तपाईँहरूले माथि जिम्मा दिनुभएको छ, विश्वास गर्नुहोस्, हामी यसलाई सम्हालेर लिएर जान्छौँ। हामी संघको सरकारमा भएका प्रत्येक साथीलाई त्यही कुरा भनिरहेका छौँ, राम्रो काम गर्नुहोस्, तपाईँलाई मद्दत गर्छौँ, तपाईँको प्रचार प्रसार गर्छौँ। कुनै मन्त्रीले बिराउँछ भने मैले त यहीँबाट भन्छु, मेरो पार्टी सभापतिलाई पनि भन्छु, प्रधानमन्त्रीलाई पनि भन्छु, मन्त्री हटाइहाल्नुहोस्, नयाँ मान्छेलाई जिम्मा दिनुहोस्। जो जिम्मा पाएको साथी छ उसले इमान्दारीतापूर्वक काम गर्नुहोस्। 1 रुपियाँ पैसा पनि सरकारी ढुकुटीबाट कहीँबाट पनि अपचलन नगर्नुहोस्। कांग्रेस भएको नाममा कोही व्यक्तिले पनि, कोहीले कसैले सहकारी ठग्छ, कसैले मान्छे विदेश लिएर जान्छ, एमाले होस् कांग्रेस होस्, एकजनालाई पनि छुट नदिनुहोस्। कोही कांग्रेस भएको कारणले गर्दा कसैले छुट पाउनु, एमाले भएको कारणले गर्दा कसैले छुट पाउनु। गल्ती गरेको छ भने सजाय सबैले पाउनुपर्छ। कांग्रेस होस् एमाले होस्, जनताको सम्पत्तिमा आँखा लगाएको छ भने त्यसले सजाय पाउनुपर्छ। जोसुकै होस्, नयाँ होस् पुरानो होस्, यो मान्यताका आधारमा सरकार चल्नुपर्छ भनेर लागिरहेका छौँ, चलाउँछौँ। के गल्ती कमजोरीहरू भएका छन् त्यसलाई हामी सच्याउँदै लिएर जान्छौँ। संविधानलाई सच्याउने कुरामा माओवादीलाई समेत मिलाएर लिएर जान्छौँ। हामी बिस्तारै बिस्तारै जनताका यी आक्रोश निराशाहरूलाई चिर्दै चिर्दै लिएर जान्छौँ।
तलदेखि माथिसम्म पार्टीको सबै साथीहरू एकजुट भएर एउटा दिशामा हेर्नुपर्नेछ। तल संगठनको कुरा तपाईहरुले सम्हालिदिनु भएको छ, थप सम्हालिदिनु होला। प्रत्येकचोटि आउँदै गर्दा अघिल्लो पटक चकमकीमा आउँदै गर्दा पनि यत्रो भव्य सभा गर्नुभयो। तपाईहरुको यो कुराले देखाउँछ, यहाँको क्रियाशीलता देखाउँछ। यो क्रियाशीलतालाई हामीले के सम्मान गर्नुपर्ने हो। पार्टीको माथिल्लो तहबाट कतिपय कुरामा चुकेका छौं, यहाँको साथीहरूलाई ठूलो ठूलो जिम्मेवारी दिने कुरामा कहीँ कतै चुकहरू भएको छ, त्यसलाई पनि हामी सच्याउँदै लिएर जान्छौं। तपाईहरुले एउटा भरोसा हामीमाथि राख्नु भएको छ, यसको लागि धन्यवाद दिँदै आगामी दिनमा यो क्षेत्रको संगठन अझै बढी मजबुत भएर जान्छ। 41 वटा वडामा 4 वटा पालिकामा र यो क्षेत्रमा प्रदेशमा अब आउने चुनाव न कांग्रेस एमालेसँग मिलेर लड्छ, न माओवादीसँग मिलेर लड्छ, अरु पनि मिलेर नलडौन् भन्ने हाम्रो चाहना रहन्छ। तर मिलौँ, हामी एक्लै लड्छौं। त्यो एक्लै लड्दा पनि जित्ने ताकत माथि ठिक हामी बनाउँछौं, तल संगठन तपाईले ठिक बनाउनु पर्ने छ। त्यो बनाउनुहुन्छ भन्ने विश्वास राख्दै मेरो कुरा टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार, जय नेपाल।